गाइस आज चाहिँ हामी नेवारी डिस ड्याकुला बनाउँदैछौँ। ड्याकुलाको लागि चाहिँ हामीले चाहिँ मासु ल्याएको छौँ। अनि यो मसलामा चाहिँ हामीले लसुन 4वटा, अदुवा प्याज 2टा, अनि गोलभेडा 4वटा, अनि मासुमा हामी मसला मिसाएर यसलाई म्यारिनेट गर्दैछौँ। नुन, बेसार, अनि यो अदुवाको धुलो, जिराको धुलो, अनि यसमा चाहिँ यो मिट मसला, अदुवा लसुनको पेस्ट, अनि मसँग कालो तेल नभएर मैले चाहिँ अलिकति यो सनफ्लावर ओइल हालेर मोलेको छु। अनि प्रेसर कुकर बसाल्यौँ, त्यसमा तेल हाल्यौँ। तेललाई ततायौँ, अनि तेल तातिसकेपछि हामीले तेजपत्ता 3टा चाहिँ यसमा गरेका छौँ, राखेका छौँ। अब तेजपत्ता ब्राउन भइसकेपछि मैले प्याज भुटेको छु। प्याजलाई चाहिँ हामीले हल्का ब्राउन हुने गरी भुट्नुपर्ने हुन्छ। यो चाहिँ अहिले चाहिँ पिङ्क कलर भएको छ। अब चाहिँ ब्राउन भयो, यसको कलर चेन्ज हुँदैछ। अनि त्यसपछि मैले यो मासुलाई म्यारिनेट गरेको मासुलाई राखेर फ्राई गरेको छु। यो मासुको आफ्नै यो रस वा झोल, यसको बोसोहरू ननिस्कुन्जेल मैले फ्राई गर्दैछु। हल्का कलर चेन्ज भइरहेछ, फ्राई गर्दैछु। यो फ्राई गर्न सकेपछि चाहिँ म यसमा गोलभेडा, अनि यसमा चाहिँ मैले गरम मसला अलिकति हालेर चाहिँ बनाउँदैछु। यो हल्का पुगेको छैन, अब यो ब्राउन भयो कि म यसमा गोलभेडा हालेर गोलभेडालाई नगलुन्जेल पकाउने छु। यो चाहिँ पुइस्या छ। अब म यसमा गोलभेडा 4वटा गोलभेडा काटेर मिक्स गरेर यसलाई पकाउने छु। यसमा चाहिँ मैले यो घरमै बनाएको यो गरम मसला हो। यसमा चाहिँ ल्वाङ, सुकमेल, अनि 4-5 थरी छ, मैले चाहिँ नाम चाहिँ बिर्सेँ। यसमा चाहिँ 4-5 थरी छ, ल्वाङ, सुकमेल, दालचिनी, तेजपत्ता, अनि थोरै मैले मरिच पनि हालेको छु। यो चाहिँ घरमै बनाएको गरम मसला हो। अब चाहिँ यो पुगिसकेको छ। यसलाई चाहिँ हामीले पकाउनलाई अब सिटी दिन्छौँ। यसमा चाहिने जति मात्रामा आफूलाई कति झोल चाहिने हो त्यो मात्रामा यो पानी राख्ने हो। पानी राखेर एकछिन यसलाई बगबग उमाल्ने, अनि बिर्को लगाएर हामीले यसलाई सिटी दिन्छौँ। सिटी चाहिँ यो हामीले 15 मिनटसम्म यो मधुरो आँचमा पकायो भने चाहिँ एकदम ग्रेभी मिठो हुने गरी बन्ने सम्भावना हुन्छ। यो सिटी दिन पुगेन भने चाहिँ तपाईँको यो मासु चाहिँ यो ठ्याक्कै यो छालासँग जोडिरहेको हुन्छ। छालाबाट बाहिर पिटिक्क हुने गरी हामीले पकायो भने चाहिँ यो नेवारी ड्याकुला चाहिँ एकदम मिठो हुन्छ। यसरी बसाल्यौँ। मैले चाहिँ यसमा 8-9 सिटी लगाएँ र मेरो ड्याकुला चाहिँ यस्तो भयो। तपाईँहरूले पनि यसरी नै बनाएर खानुहोला। धन्यवाद।